जेनगा लुस्रुको कपालदेखि नि यो लुगा सबै करकोला हैन टोटोला भन्छ यसलाई टोटोला मैले लुगा धुइरहेको थिएँ होइन फेरि अङ्कल आउनु भएछ क्या काममा जाने भन्नु यसरी कराउँछ क्या भिडियो बनाउनु पनि पाउँदैन क्या यसरी कराउँछ खाजा अन्डा र चाउचाउ यत्रो यत्रो केटाकेटी देख्नु हुँदैन कि जुझाउनु थालिहाल्छ सेवा साथीहरू गुड मर्निङ नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल हजुरलाई स्वागत छ आजको न्यू डेको साथ न्यू भ्लगमा अनि आज चाहिँ म यहाँनिर बिहान उठेर मखलदल आएको छु अनि यस्तो मिठो हावाको छ नि बिहान बिहानै 9 बजी यस्तो गर्मी हुन्छ नि तर अरू बेला चाहिँ यस्तो गर्मी हुँदैन कि आज चाहिँ यस्तो मिठो हावा रहेछ अनि त्यही भएर म यहाँनिर मखलदल आएको साथसाथै दिदीहरूलाई पनि उठाउन आउँछ दिदीहरू अब त सुतिरहेको छ नि त अनि त्यही भएर म उठाउनु आएको छु साथीहरू ओए हेलो ओ ढोका खोलिङ उठिङ अरे उठ्नु अरे छिटो अरे हौ छिटो उठेर झर्नु अरे बारीमा त धानेर हिँड्छ क्या यो अस्ति रोपेको घर पुरै खाली नै खाली छ यहाँ हेर्नु न बराबर पनि खाली नै खाली छ अनि मैले यो थप्नु लिएको क्या यो थप्नुको लागि लिएको थप्नु जा भन्नुभयो र मलाई चाहिँ थाहा थिएन क्या मैले हेरेकै थिइनँ यहाँनिर खाली यस्तरी छ भनेर अनि मैले चाहिँ एक मुठी लिएर आउँदै थिएँ कि त्यति जति लास्टमा त यत्रो खाली रहेछ अनि त्यसपछि थुप्रो छ यतिलाई जा भन्नुभयो अनि मैले यति लगाउँ अनि यसरी डबल रोप्नु पर्दा रिस उठ्दैन कसलाई रिस उठ्दैन अस्ति नै मरी रोपिसकेको हेर न खाली नै खाली यो के को कारणले भएको हो सबै पानीको कारणले हो किन पानी धेर भयो भने पनि खाइहाल्छ भन्छ नि त अनि त्यही भएर खाइहालेको होला सायद अब यसलाई चाहिँ मैले रोपेर जानुपर्ने हुन्छ साथीहरू मैले चाहिँ रोपी पनि सकेन अनि रोप्दा पानी परिहाल्यो क्या साथीहरू सबै भिजेर क्या लुस्रुको कपालदेखि नि यो लुगा सबै भिजेर अनि मैले चाहिँ अम्बक टिपेर खाएको यहाँ अम्बक थुरै छैन साथीहरू भित्रभित्र यस्तो फलेको छ नि ओ माई गड मेरो क्यामेरामा पानी पो रहेछ त हौ त्यही भएर क्लियरमा देखेर अब घरमा गएर काम गर्नु किन सबै ल्याइहाल्नुभयो सबै ल्याइहाल्नुभयो मलाई पुगेन मलाई पुगेन दिनु अब खुर्का कहाँनिर पुगेन मलाई एउटा थप्नु पर्दैछ सबै पानीले खाएर नगएको घर रोप्नु मजाले चाहिँ हामी काममा जाँदैछौँ होइन अनि अहिले पानी परेर क्या काममा नजाने भन्दै थिएँ अनि मैले लुगा धुइरहेको थिएँ होइन फेरि अङ्कल आउनु भएछ क्या काममा जाने भन्नु थाल्नुभयो अहिले चाहिँ त लुगा धुइसकेर काममा जानुको लागि हामी चाहिँ जाँदैछौँ रेडी भएर अनि यहाँनिर अङ्कलहरू बाबाहरू अगाडि हिँड्नुहुँदैछ म यहाँ कोही आउँदैछ पछाडि ढिलो भएर अब आज चाहिँ अलिक थोरै हुन्छ होला किनभने कसैको त घर टाढो छ नि त अनि थाहा नि हुँदैन नि त अनि मलाई चाहिँ अब अङ्कल नजिकै हुनुहुन्छ र बोलाउन आउनु भएको रहेछ अनि लुगा मस्त धुइरहेको थिएँ आज त काममा जानु पर्दैन भनेर पुरै पानी पर्छ क्या बिहान बिहानै हाम्रोतिर त के भएको कसैतिर चाहिँ उता पाहाडतिर एक छिटो परेको छैन अरे भन्दै थियो मेरो साथीले अहिले चिप्स किनेर दिन्छ हो ल्याउ अब तिनटै पछि दिनुपर्छ हौ म भएन दिएन भने अनि फेरि अनि दिए पछि दियो तिनै पछि दियो तिमी खान्छौ अनि म अनि तिमीभन्दा बहिनी होइन म केटाकेटी होइन त खाना खाएर आयो खाना खाएर आयो अनि अहिले त एकैचोटि हुन्छ रहेछ थोरै प्यार पनि बोल्दैनौ छ्याउ नाम फेरि कस्तो खतरा रहेछ नाम पनि खतरा रहेछ टुनटुन अरे टुनटुन ग्याम्पेनी खतरा छ नाम यहाँ हेर्दै ग्याम्पेनी एउटा टुनटुन अरे नाम चाहिँ के पो तिम्रो के पो रुद कति बज्यो अहिले 10:30 भयो अब डाइरेक्ट ड्युटी
बासी भात खाएर आएको अघि बिहानै खाएको नि सेटिङ खोलो जस्तो छ नि अङ्कल हामी चाहिँ यहाँनिर काम गर्ने ठाउँमा आइपुग्छ कि मान्छे भेला मार्नु आएको छैन नि त कोही पनि टुनटुन आउँदा यहाँ अब यसरी जानुपर्छ यहाँनिर प्लाई बोकेर हामी पनि प्लाई बोकेर जानुपर्ने हुन्छ आऊ छिटो यसरी कराउँछ क्या भिडियो बनाउनु पनि पाउँदैन क्या यसरी कराउँछ त्यही भएर मलाई फोन नल्याउनुको कारण त्यही हो क्या भिडियो नबनाउनुको कारण यस्ता यस्ता छन् कराउनेहरू यता है यहाँ तल हामीले जस्तो गरेको यो पनि हाम्रै हो यो पनि बोकेर लानुपर्ने हुन्छ ऊ तल अस्ति हिजो चाहिँ सेटिङ गरेको नि त अनि त्यही भएर कति हल्ला गर्दो रहेछ यो आऊ छिटो काममा आएको हेर काममा पानी पर्दा अघि बिहान पर्दै थियो अनि रोकेर चाहिँ फेरि काममा आएको फेरि पढ्नु थाल्यो हेर्नु न सबैजना बसिरहेछ कोही सुतिरहेछ यहाँनिर यहाँ सबैजना बसिरहेछ हामी यहाँनिर खाटमा हाम्रो बाबा यहाँनिर सुतिरहनु भएको छ पानी परेर कामै गर्नु दिँदै छैन क्या यहाँनिर खास गर्दा अब पानी पऱ्यो भने भिज्नुको आफू भिज्नुको डर होइन कि त्यो अब मसला नै बगाएर लगिहाल्छ त कसरी गर्नु त यस्तो छ क्या यस्तो छ आज हाम्रो न यताको न उताको हुने कुरा है हाम्रो यहाँनिर खाजा आइसक्यो खाजा आइसक्यो यहाँनिर अन्डा पुगेन अरे अन्डा पुगेन अरे खानेहरू चाहिँ यता हुनुहुन्छ अनि म पनि छु अनि यहाँनिर चाहिँ खानुपर्ने हुन्छ भाग लाएर आज चाहिँ हामी ढिलो आएको नि त अनि यहाँनिर पकाइ मागेर यहीँ खानु आँटेको त्योहरू गाह्रो छ आउको भात खानु गाउँको भनिदिन्थ्यो किन त्यहाँ बसेको आउनु न यता ए अनि बजार गएको होइन त्यहाँ बजारबाट पिज्जा र बर्गर चाहिँ ल्याइदिनु बजार खास गरी बजारै हिँडेको ए माथि पुगेर पो आएको म भन्छु चाहिँ बजारमा सब्जीहरू पो किन्नु काम गरेको छैन बाहिर दाजु त भर्खर आएको भ्याउनु भन अरे नि त नि दुई त्यस्तो क्या खाजा आए खाजा अन्डा र चाउचाउ सबैले खानु थाल्छ यहाँ है म पनि खान्छु आन्टी पनि खानु भएको लाएर किन मलाई नि दिनु न खोर्सानी म त अकबरे नै खान्छु यो अकबरे नै होला नि काम गर्नु जानु आँटेको यहाँ रेडी हुँदैछ मसलाहरू बनाउनु हुन्छ अब हामी चाहिँ गएर ढुङ्गा बोक्नु पर्ने हुन्छ हामीले चाहिँ भट्टा भट्टा भइरहेछ होइन यहाँनिर अनि हेर्नु न उताको मौसम चाहिँ कस्तो हाल्दा जग्गा यस्तो डिङ्डिङ गर्छ होइन अनि माथि हाम्रो काम गरिरहेछ हाम्रो काम गर्ने रेस्टुरेन्ट हो क्या अनि त्यही काम गर्छ अहिले त नजिकै भएर तकारीमा बोक्नु परेको छैन नि त त्यही भएर भिडियो बनाएको माफ गराउँछ यहाँ हाम्रो यहाँ दुईजनाले पुरै बेलुका हार्नु हुँदैछ है छिटो गर गुल्ली हो छिटो गर यही हो अनि यो पछाडिको मौसमहरू यस्तो दामी छ नि साथीहरू यस्तो दामी यस्तो दामी यहाँ कान्छी दिदी के भन्नुहुँदैछ कसको नानी लिएर आउनुभयो कसको नानी हो यस्तो राम्रो मौसम छैन हौ राम कस्तो राम्रो देखिरहेछ हेर्नु त सक्यो 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 के चाहिँ भन्नुभयो एक त गरी ल तगारीमा लानुपर्छ अरे उता कस्तो तिमीलाई भाइरल हुने मन छैन र ल हालिदेऊ त म बोकेर लान्छु
ग्याम्पिनीले हाल त यहाँ दुई बेल्छ जति यो पागल छिटो छिटो काम गरे यता चाहिँ ठगदार बसिरहेछ अघि नै ठगदार भन्दै थियो कि ए हकदार थियो हो चारदेखि बिदा नै भइसक्यो घरतिर लागेको साथीहरू यहाँनिर सबैजना अनि यहाँनिर पुरै बाउसे गर्नु भएको अङ्कल ए कहिले रोप्नु हुने सुन्नुहुन्न कि क्या बोल्नु हुँदैन रहेछ त के बोक्नु भएको कर्कोला होइन टोटोला भन्छ यसलाई टोटोला तल्ला तल्ला बेसीमा फुल्यो टोटोला यो है टोटोला हो अनि यहाँनिर थुप्रो रहेछ क्या यतापट्टि काम गर्ने साइडतिर अनि यो चाहिँ टिपेर लानुभएको रहेछ अचार खानुको लागि अरे अब घरतिर लागेको साथीहरू अब गएर मस्तसँगले नुहाइधुवाइ गरेर बस्नुपर्छ बस्नु त के अब घरमा के काम छ त्यही गर्नुपर्छ होइन आज चाहिँ छिट्टै छुट्टी भएको क्या हामी किनभने डाइरेक्ट काम गर्दैन आएपछि डाइरेक्ट गरेको थियौँ नि त नभए चाहिँ अरू बेला 12 बजी छुट्टी हुन्थ्यो भने आज चाहिँ छुट्टी न किनभने बिहान पानी पनि परिरहेको थियो नि त त्यही भएर छुट्टी नै भएन अनि डाइरेक्ट गरेको यसलाई होइन आजको मौसम पनि हिजोकै जस्तो भइरहेछ हौ तिमीहरू के गरेको रोडमा हिलो खेलाएको घाउहरू उजिन्छ जुझाउने मान्छे यस्तो पनि छ हाम्रो गाउँमा मान्छेहरू यत्रो केटाकेटी देख्नु हुँदैन कि जुझाउनु थालिहाल्छ भनेर के भन्नु डिस्काउन्ट भएको केटाकेटीलाई यता धान रोपेर कस्तो राम्रो देखिरहेछ साथीहरू त्यही हो अब घरतिर लागेको